हेलो आज चाहिँ म यो कन्टिन्यू पार्ट चाहिँ लिएर छ है क्वेसन नम्बर 4 को स्क्रिनमा साइड क्वेसन देखिसक्नु भयो होला क्वेसन नम्बर ओ को छ ओ नम्बरमा क्वेसन छ cos क्यूब a plus sin क्यूब a by cos a plus sin a equals to 1/2 2 minus sin 2a यो रहेको छ हाम्रो ओ नम्बरको क्वेसन र यसमा चाहिँ हामी सुरु गरौँ है त यसमा चाहिँ फर्स्टमा हेरौँ त यो cos क्यूब a plus sin क्यूब a छ त्यसलाई चाहिँ a क्यूब plus b क्यूब को फर्मुला सिधै लानु मिल्छ भनेर हामीले चाहिँ देखिसकेका छौँ है त्यही भएर म यहाँ टाइटलमा एउटा फर्मुला चाहिँ a क्यूब plus b क्यूब को फर्मुला a plus b a स्क्वायर plus ab plus b स्क्वायर यो फर्मुला चाहिँ म अप्लाई गर्न जाँदैछु है a भनेको चाहिँ cos अनि अर्को b भनेको चाहिँ साइनलाई अप्लाई गर्दैछु है सोलुसन पहिला एलएचएस लेखौँ है LHS में cos क्यूब a plus sin क्यूब a होल अपन cos a plus sin a यो चाहिँ हाम्रो छ है यसलाई a क्यूब plus b क्यूब को फर्मुला अप्लाई गर्दाखेरि cos a plus sin a अनि अर्को चाहिँ नि cos स्क्वायर a plus cos a into sin a plus sin स्क्वायर a होल अपन cos a plus sin a डिनोमिनेटर है न्यूमिनेटर र डिनोमिनेटर क्यान्सल गर्न मिल्ने गरिहालौँ है अब हामीले बाँकी चाहिँ cos स्क्वायर a plus cos a डट sin a plus sin स्क्वायर a यो चाहिँ बाँकी भयो cos a plus sin a भनेको हामीले 1 लेख्छौँ है प्लस cos a डट sin a cos a डट sin a अब हामीले चाहिँ यसमा चाहिँ एउटा चाहिँ नि काम गर्न सक्ने भनेको 1 प्लस न्यूमिनेटरमा नि 2 राख्दियौँ है अनि डिनोमिनेटरमा पनि हामीले 2 राख्न त पाइन्छ न्यूमिनेटरमा 2 राखे डिनोमिनेटरमा पनि 2 राख्न पाइन्छ है यो चाहिँ हामीले न्यूमिनेटर थप्यो भने डिनोमिनेटर थप्न पाइन्छ भन्ने कुरा हामीलाई थाहा छ 2 sin a डट cos a भनेको sin 2a है होल अपन बाई 2 तर क्वेसन अनुसारले चाहिँ हामीले के गर्नुपर्ने छ 1/2 गर्नुपर्ने छ है यो 2 लाई एलसीएम लियौँ त 2 लाई एलसीएम लियो भने यो 2 चाहिँ के हुन्छ 1 * 2 माइनस sin 2a अब यसलाई चाहिँ हामीले यो क्वेसन अनुसारले आरएचएस अनुसारले गर्ने हो भने यो 2 लाई अगाडि निकाल्यो भने यसरी निकाल्छ है यो 2 लाई चाहिँ हामीले 1/2 निकाल्छौँ है अनि न्यूमिनेटर चाहिँ जस्ताको तस्तै लेख्छौँ है sin 2a यो भयो हाम्रो आरएचएस प्रुफ यो भयो हाम्रो क्वेसन नम्बर ओ को लागि सोलुसन ओ पछि अब हाम्रो ओ पछि पी को लागि हेरौँ है त पी नम्बरमा हाम्रो क्वेसन रहेको छ 1 प्लस sin 2a होल अपन 1 माइनस sin 2a इक्वल्स टु 1 प्लस tan a 1 माइनस tan a को होल स्क्वायर सोलुसन यसमा नै हामीले एलएचएस पटै गरौँ है एलएचएस 1 प्लस sin 2a 1 माइनस sin 2a यसमा चाहिँ हाम्रो आरएचएस मा tan भएकोले चाहिँ हामीले इन टर्म्स अफ tan को फर्मुला अप्लाई गर्दा चाहिँ हाम्रो सजिलो हुन्छ है त्यसैले म चाहिँ tan को फर्मुला अप्लाई गर्छु है 1 प्लस 2 tan a होल अपन by 1 माइनस tan स्क्वायर a होल अपन 1 माइनस 2 tan a by 1 माइनस 1 प्लस tan स्क्वायर a अब 1 प्लस tan स्क्वायर एलसीएम लियौँ है 1 प्लस tan स्क्वायर a लाई एलसीएम लिँदा यहाँ 1 मात्र छ त्यसैले डाइरेक्टली 1 प्लस tan स्क्वायर a नै लेखौँ र बाँकी भएको न्यूमिनेटरमा 2 tan a नै लेखौँ है डिनोमिनेटर सेम भएपछि माथिको न्यूमिनेटर त हामीले सेम नै लेख्न पाए है यसमा पनि एलसीएम लिँदाखेरि 1 प्लस tan स्क्वायर a यसमा नि यहाँ के छैन 1 प्लस tan स्क्वायर a माइनस अब 2 tan a यसमा चाहिँ हामीले यो र यो क्यान्सल गर्न मिल्छ है अब त्यो क्यान्सल गर्न मिलेपछि अब हामीले चाहिँ नि यो चाहिँ नि यता लेखौँ है 1 प्लस tan स्क्वायर a प्लस 2 tan a होल अपन बाई 1 प्लस tan स्क्वायर a माइनस 2 tan a यो भयो है अब यसमा चाहिँ हामीले फर्मुलामा लान मिल्छ जस्तो लाग्छ है यहाँ 1 अनि प्लस 2 tan a tan स्क्वायर a छ यसलाई चाहिँ फर्मुलामा लगाउँ है नेक्स्ट अर्को पेजमा है त्यसमा चाहिँ नि हामीले a प्लस b होल स्क्वायरको फर्मुला लान मिल्छ माथिको फर्मुला चाहिँ हाम्रो केसँग मिल्छ भन्दाखेरि 1 प्लस tan a को फर्मुलासँग मिल्छ र डिनोमिनेटरको चाहिँ 1 माइनस tan a को फर्मुलासँग मिल्छ यो दुवैको स्क्वायरलाई सेम एउटै
ब्रैकेटमा राख्दाखेरि होल अपन 1 माइनस tan a को होल स्क्वायर। यो भयो हाम्रो RHS प्रुफ है। यो भयो हाम्रो P नम्बरको सोलुसन। अब P पछि Q मा जाउँ है त। Q नम्बरमा क्वेशन रहेको छ cosec 2a plus cot 4a equals to cot a minus cosec 4a यो रहेको छ है। अब यसको लागि चाहिँ हामी LHS मा हेरौँ त। LHS मा के लेखेको छ भन्दाखेरि LHS मा cosec 2a plus cot 4a छ है। अब हामीसँग त cosec र cot को त मल्टिपल एंगल छैन, त्यही भएर हामी sin cos मा चेन्ज गर्छौं है। यानी कि cosec भनेको 1 by sin 2a plus cot भनेको cos 4a by sin 4a। अब यहाँ 2a छ, उता पनि 2a मै कन्भर्ट गरौँ न है। sin 2a छ प्लस अब cos 4a को लागि चाहिँ नि cos 4a नै अहिले चेन्ज नगरौँ। अब sin को चाहिँ sin 2a मा चेन्ज गरौँ है। 2 into 2 4 है। 1 by sin 2a plus cos 4a sin 2a भनेको 2 sin 2a dot cos 2a यो भयो। अब sin 2a भएपछि 2 sin 2a dot cos a यो दुईटा चाहिँ नि यसमा चाहिँ एल्सियम लेख्यो। sin 2a 2 sin a dot cos a को एल्सियम चाहिँ 2 sin 2a dot cos 2a चाहिँ हुन्छ है। यसमा sin 2a छ रिमेन भनेको 2 cos 2a यहाँ माथि 1 मात्र छ, त्यसैले 2 cos 2a हामीले लिन्छौँ है। यहाँ cos 4a नै लेख्यौँ है। अब cos 4a लाई पनि अब चेन्ज गर्छौँ है प्लस cos 2 into 2a। अब यसमा चाहिँ हामीले एउटा ध्यान दिनुपर्ने कुरा चाहिँ 2 sin 2a dot cos 2a भनेको sin 2a हो। sin 2a भनेको 2 sin a dot cos a यही हुन्छ हैन। अब यसमा चाहिँ नि एउटा ध्यान दिनुपर्ने चाहिँ cos 2a छ। अब यहाँ cos 2a छ है लेफ्ट साइडमा। यसमा 2 cos 2a छ, यसमा cos 2a छ। cos 2 into 2a छ। यसमा चाहिँ नि कसरी कन्भर्ट गर्ने भन्दा RHS मा हाम्रो यहाँ माइनस छ, त्यही भएर माइनस आउने चाहिँ हामीले फर्मुला अप्लाई गर्नुपर्छ है। त्यो भनेको 2 cos स्क्वायर a भनेको यहाँ 2a छ है माइनस 1। त्यही भएर यो sin cos कसरी चेन्ज गर्ने भन्ने कुरा चाहिँ नि हाम्रो RHS पनि हेर्नुपर्छ र प्लसमा यहाँ हामीले कमन लिन मिल्ने खालको पनि हेर्नुपर्छ है। यानी यो sin 2 into 2 भनेको 4a है। अब यसमा 2 cos स्क्वायर a मा चाहिँ 2 cos 2a चाहिँ कमन लिँदाखेरि 2 cos 2a मा कमन लिँदाखेरि 1 मात्र बच्यो प्लस 2 cos स्क्वायर मा एउटा बाहिर आएपछि बाँकी चाहिँ नि एउटा के भयो cos 2a चाहिँ बाँकी भयो होल अपन sin 4a है। अब यो माइनस चाहिँ के गर्ने हैन माइनस 1 अपन यो sin 4a यसलाई चाहिँ ब्रेक गर्दिएको है। यो 1 लाई चाहिँ साइडमा ब्रेक गर्दिएको है, किनभने 1 by sin भनेको हाम्रो cosec 4a आइसकेको छ RHS को है। हामीले त्यो अलिअलि RHS पनि ध्यान दिनुपर्छ है। cos 2a 1 plus cos a भनेको चाहिँ हाम्रो चाहिँ नि यो भन्दा अगाडिको फर्मुला अनुसार चाहिँ हामीले यसमा चाहिँ 1 plus cos 2a भनेको चाहिँ 2 cos स्क्वायर a हुन्छ है। यो चाहिँ मैले फर्मुला अलरेडी बनाइसकेको छ। इफ हेर्नु भएको छैन भने चाहिँ प्लिज यता हेर्नु होला है। cos 2a भनेको चाहिँ 2 cos स्क्वायर a minus 1 नेगेटिभ 1 लाई यता साइडमा ल्याएर पोजिटिभ है। अनि cos 2a त cos 2a नै भयो 2 cos स्क्वायर a। 1 plus cos 2a भनेको मैले के लेख्न पाएँ त 2 cos स्क्वायर a, त्यसैले 2 cos स्क्वायर a यसरी लेखेको है। यो भन्दा अगाडिको भिडियोमा मैले धेरै नै भनिसकेको छु फर्मुलाहरु बनाएर। प्लिज इफ तपाईहरुलाई प्रब्लम छ भने त्यता गएर पनि एकचोटी हेर्न सक्नुहुन्छ है। अब sin 4a लाई यता चाहिँ ब्रेक गर्दियौ है। sin 2 into 2a minus 1 by sin 2 भनेको cosec 4a। हाम्रो एउटा RHS आइसकेको छ है। cosec 4 एउटा आइसक्यो। अब cot एउटा ल्याउन बाँकी छ है। त्यसको लागि चाहिँ नि 2 अब यसमा चाहिँ 2 cos 2a dot 2 cos square a sin 2a भनेको 2 sin 2a dot cos 2a हो माइनस cosec 4a। यसमा हेरौँ त 2 र 2 क्यान्सल, cos र cos क्यान्सल। अब बाँकी भनेको 2 cos square a फेरि sin 2a भनेको हाम्रो फर्मुला चाहिँ एउटा छ है 2 sin a dot cos a माइनस cosec 4a।
यो 2 र 2 क्यान्सल cos र cos क्यान्सल cos a by sin a minus cosec 4a cos by sin भनेको cot a minus cosec 4a यो हाम्रो RHS प्रुफ यसमा चाहिँ नि RHS मा cot थियो cot minus cosec 4a RHS मा हाम्रो cot a minus cosec 4a यो भयो हाम्रो q को लागि सोलुसन अब r चाहिँ यतै साइडमा गरिदिन्छु है q पछि अब r को लागि हेरौँ त r मा हाम्रो क्वेशन छ 1 by tan a minus 1 by tan 2a equals to 1 by sin 2a सोलुसन यसमा LHS मा हामीसँग के छ 1 by tan a minus 1 by tan 2a RHS मा हाम्रो 1 by sin 2a प्रुफ गर्नु छ है अब यसमा चाहिँ tan a मात्र छ यसमा tan 2a छ sin 2a प्रुफ गर्नु छ भने हामीले के गर्नु पर्यो इन टर्म्स अफ tan को फर्मुला चाहिँ नि सरी tan को फर्मुला इन टर्म्स अफ tan मा हामीसँग फर्मुला छ नि त हैन 2 tan a होल अपन 1 minus tan square a sin मा भने प्लस हुन्छ tan मा भयो नि नेगेटिभ हुन्छ है अब यसलाई चाहिँ नि एलसीएम लियौं है 1 by एलसीएम हैन यसलाई रेसिप्रोकल गरौँ यसलाई चाहिँ नि 1 by 2 tan a by 1 minus tan square लाई चाहिँ यो 2 tan a by 1 minus tan square रेसिप्रोकल गर्दा 1 into 1 minus tan square a by 2 tan a हुन्छ tan a to tan a सरी यता देख्नु है tan a to tan a लाई चाहिँ एलसीएम लियौं है एलसीएम लिँदा 2 tan a एलसीएम हुन्छ यो न्युमरेटर को 1 को 1 भयो tan a रिमेन भनेको 2 त्यसैले 2 लेखे है मैले यहाँ 2 tan a छ 2 tan a छ माथि बाँकी भनेको 1 minus tan square a भयो 1 into 2 भनेको 2 माइनस ब्र्याकेट ओपन गरौँ है माइनस माइनस प्लस tan square a होल अपन 2 tan a 2 minus 1 भनेको 1 1 plus tan square a होल अपन by 2 tan a अब यसपछि हामीले गर्ने भनेको चाहिँ अलिकति गाह्रो हुन्छ त्यही भएर एउटा सजिलो एउटा मेथड भनेको मैले सपोज यहाँ 1 राखे भने 2 tan a राखे भने यो न्युमरेटर चाहिँ नि फ्लिप सरी यो न्युमरेटर चाहिँ हामी यहाँ डिनोमिनेटरमा लगेर राख्न मिल्छ किन भन्दाखेरि 1 upon 2 tan a by 1 plus tan square a लाई मैले रेसिप्रोकल गरे भने नि सेम यही प्रोसेस आउँछ है यो प्रोसेस आउनु भनेको मैले यो गर्न पाउँछ भनेर भनेको है मैले अघि नै यहाँ भनिसकेको छु यहाँ नेगेटिभ आयो भने tan को फर्मुला यहाँ पोजिटिभ आयो भने sin को फर्मुला है 2 tan a by 1 plus tan square a भनेको sin 2a जुन चाहिँ हाम्रो RHS थियो यो भयो RHS प्रुफ यो भयो आज चाहिँ यो भिडियोमा चाहिँ हामीले क्वेशन नम्बर 4 को कम्प्लिट सोलुसन गर्यौं बाँकी चाहिँ अब क्वेशन नम्बर 5 चाहिँ नेक्स्ट अर्को भिडियोमा हुन्छ थ्यांक यू सो मच यदि तपाईहरुलाई मेरो यो भिडियो मन पर्यो भने प्लिज मेरो च्यानललाई चाहिँ लाइक शेयर अनि सब्स्क्राइब गरिदिनु होला र मेरो यो भिडियो चाहिँ यदि तपाईलाई हेल्पफुल लाग्यो भने प्लिज यो तपाईहरुको फेसबुक तथा फेसबुक ग्रुपमा पनि शेयर गरिदिनु होला र साथसाथै कमेन्ट गरिदिन पनि नबिर्सिनु होला